र आज आइतबार हो र आज बिदा छैन तर जेरी अन्टपको लागि न बिदा चाहियो न केही चाहियो जेरी अन्टप आज पनि बवाल चलिरहेछ हैन अनमोललाई आज त अलि डर थियो कि जस्तो लाग्थ्यो मलाई हो डर थियो मलाई अब मलाई चाहिँ अब हिजोबाटै बुकिङ्सहरू देखिरहेको थिएँ त्यही भएर एक हिसाबले मलाई भरोसा थियो मेरो अडियन्सले आज पनि साथ दिनुहुन्छ भनेर डेफिनेटली हलिडेजमा त साथ दिनु नै भएको थियो तर अब आज नन हलिडेमा पनि त्यसरी नै एकदम राम्रो बिजनेस भइरहेको छ फिल्मको राम्रो गइरहेको छ ओके अब यो बिहान म यसो टिकटक हेर्दै थिएँ होइन फिल्म टिकटकमा म्याक्सिमम आएको रहेछ कि त्यसले कहीँ कतै दर्शकहरूको त्यो एउटा सस्पेन्स जुन छ हाम्रो फिल्ममा त्यो जुन ल्याभिस हुन्छ टिकटकमा हेरेर मजा आउने फिल्म त होइन यो हलमै आउनुपर्छ पेमाजी के भन्नुहुन्छ त्यो टिकटकमा एकदम धेरै भिडियो आइरहेछ हजुर उहाँहरूले अब सेयर गरिदिनु भएको अब मेन त हामीले अब यत्रो टाइम समय लिएर हामीले चलचित्र हाम्रो टिमले बनाएको हुन्छ अनि अभियसली हामीले पनि चाहन्छ कि उहाँहरूले आएर हाम्रो चलचित्र सिनेमाजमै इन्जोय गरोस् होइन किनभने अभियसली जस्तो चलचित्र पनि बनेको छ हाम्रो चलचित्र मात्रै होइन हरेक चलचित्र त्यसरी चाहिँ नखिचिदिनुहोस् भन्न चाहन्छु होइन एट द एन्ड अफ द अब हजुरको माया नै हो तर अलिकति बुझिदिएर त्यसरी क्लिप्स हजुर इम्पोर्टेन्ट सिन्सहरू चाहिँ स्पेसली स्टोरी रिभिल गर्नेहरू चाहिँ नहालिदिनुहोस् भन्न चाहन्छु म त त्यही भन्न चाहन्छु अब यो सेयर गरिदिनु भनेको उहाँहरूले माया व्यक्त गर्नुभएको हो होइन सो त्यसलाई म पोजिटिभली पनि लिइरहेको छु उहाँहरूले चाहिँ हाम्रो फिल्म राम्रो लागेर न सेयर गर्नुभयो तर कतै खोलिदिने गरी चाहिँ नगरिदिनु होला हामीले यो फिल्मको लागि 2 वर्ष लगाएर मेहनत गरेको छौँ र फिल्मको मेन स्टोरी नै रिभिल हुँदाखेरि चाहिँ अलिकति हाम्रो फिल्ममा असर पर्छ त्यसरी नगरिदिनु बाँकी तपाईँहरूले नर्मली आफूलाई मन परेको सेयर गर्दा भयो होइन सङ्ग्सहरू सेयर गर्दा भयो राम्रो सिन्सहरू सेयर गर्दा भयो तर कथा खुल्ने गरी चाहिँ नगरिदिनु तर यो सेयर एकातिर भएको छ तर अर्कोतिर हेरेर जतिले सेयर गर्नु भएको छ नि तर यस्तो बवाल बोलेर सेयर गर्नु भएको छ होइन सिनेमाको त्यो रेस्पोन्स फेरि टिकटकमा गजबै रहेछ कि मैले आज टिकटक अलि बढी हेरेको थिएँ तपाईँलाई लागेको थियो यस्तो रेस्पोन्समा किन अनमोल केसीको फिल्ममा कहिले मिक्स रिभ्यू आइरहेको हुन्छ कहिले एकदमै कमजोर रिभ्यू आइरहेको हुन्छ तर यो फिल्ममा तपाईँले यस्तो गजब रिभ्यू पाइरहनु भएको छ एकदम यसपालि अनएक्सपेक्टेड रिभ्यू आएको छ होइन सायद एकदम भनौँ न पोजिटिभ रेस्पोन्स होइन र यसपालि चाहिँ मेन चाहिँ अब यङ्स्टर्स न्यू जेनेरेसनहरू मात्रै होइन कि होइन बुवा आमा अब भनौँ न सबै वर्गको अडियन्सहरू सबै एजको अडियन्सहरूले चाहिँ भनौँ न फिल्मलाई सपोर्ट गरिराख्नु भएको छ मन पराइदिइराख्नु भएको छ अब हल भिजिटमा जाँदाखेरि पनि बुवा आमाहरू जस्तो दर्शकवृन्दहरूलाई पनि देखिरहेको छु होइन त्यो चिज चाहिँ यो फिल्मको लागि नयाँ चिज छ तपाईँ आफ्नो जुन तपाईँ जस्ताजी तपाईँहरूको जुन आफ्नो एउटा वर्ग दर्शक भन्थ्यौँ नि हामी एउटा यस्तो खालको यो एजको दर्शक हाम्रो बढी छ भनिन्छौँ यसबाट अलिक वाइल्डमा जानुभएको हो दर्शकहरूमा यसपालि चाहिँ अब फ्यामिली अडियन्स नै आउनुभएको छ होइन डेफिनेटली यसमा चाहिँ म क्रेडिट चाहिँ अब भनौँ न एउटा हाम्रो मेरो ड्याडलाई होइन माग्ने दाईलाई होइन सबैजनालाई हुन्छ नि हाम्रो टिमलाई नै एउटा यो चाहिँ फ्यामिली फिल्म बनेको छ जस्तो नै फिल्म भएको छ तपाईँलाई चाहिँ यसबाट दर्शकहरू अलिक चेन्ज हुनुभएको तपाईँको रेगुलर दर्शक पनि आउनु भएको छ अरू दर्शक पनि देखिरहेको छ हजुर स्पेसली आई थिङ्क डिफ्रेन्ट के अरे एज रेन्जको त अफिसले आउनु नै भएको छ होइन उहाँले भन्नुभयो जस्तो नेपाली चलचित्रलाई अलिकति अन्डर एस्टिमेट गर्ने अडियन्स पनि देखेँ होइन विच इज ग्रेट फर अल अफ अस त्यही भएर खुसी लागिरहेको छ एकदम मलाई इन्ट्रेस्टिङ लागेको फ्याक्टर चाहिँ दरबार मार्ग जहाँ 1400 रुपियाँ टिकट छ त्यहाँ चाहिँ प्रायः हामी हलिउड बलिउडका फिल्म बढी हेर्थ्यौँ कि हेर्न जान्छौँ त्यहाँ पनि दर्शकहरूको अकुपेन्सी हाई छ कि 50,000 सिटमा 48वटा 46वटा टिकट गइरहेछ डेली त्यो 1400 रुपियाँ भनेको त नर्मल नट जोक है तर त्यो दर्शकहरू आयो एकदमै उहाँहरू सबैजनालाई पनि थ्याङ्क यू भेरी मच होइन उहाँहरूले सायद त्यो अमाउन्ट पनि हाम्रो फिल्मको लागि डिजर्भिङ सोचेर हेरिदिनु भइरहेको छ होइन सो एकदम ग्रेटफुल मैले बिहान अब म आज एकदम अलिक बढी टिकटक हेरेको थिएँ कि मैले होइन अनमोलको इन्टरभ्यूहरूमा चाहिँ मेरो छोरा होस् त यस्तो मेरो छोरा नै यस्तो बनाउन पाए हुन्थ्यो म्याक्सिमम धेरै अनमोल केसी जस्तो छोरा चाहियो भनेर म्याक्सिमम धेरै कमेन्ट मेरो छोरा नै यस्तै भइदियोस् भनेर त्यो किन भन्नु भएको दर्शक तपाईँलाई सायद उहाँहरूको माया नै फिल्म भन्दा तपाईँको इन्टरभ्यूहरूले चाहिँ अझै बढी त्यसमा कमाउनु छ फिल्म त आफ्नो ठाउँमा छ होइन सबैजना जतिजनाले त्यस्तो सोच्नु भएको छ थ्याङ्क यू सो मच होइन अब र यो जेरीको स्टोरी वाइज पनि यो चाहिँ एउटा बाउ र छोराको कथा हो होइन अनि त्यसमा चाहिँ एउटा फ्यामिलीको रिलेसनसिप पनि देखिएको छ सो त्यसले गर्दाखेरि पनि फिल्मको अन्त्यमा आउँदाखेरि चाहिँ एउटा फ्यामिलीलाई पनि यो कथाले बाँधेको हुनसक्छ
छोरा मात्रै होइन हजुरलाई त जीवनसाथी पनि तपाईँ जस्तै होस् भनेर भन्छन् होइन कतिजनालाई जीवनसाथी बनाउने कतिजनाको छोरा बन्ने त तपाईँ अनि एकदमै भनौँ न अब एउटा जीवनसाथी चाहिँ उहाँहरू सबजनासँग म चाहिँ फिल्म मार्फत हुनेछु जीवनभरको लागि होइन फेरि प्रेमिका होस् त पेमा जस्तो भन्ने पनि छ नै मान्छे म्याक्सिमम प्रेमिका होस् त प्रेमा जस्तो जस्तो पनि जीवनसाथी होस् त अनमोल जस्तो भनेपछि जोडिए त मिल्छ पेमा चाहिँ भन्नुहोस् त माया नै हो दर्शकहरूले चाहिँ फेरि रियलमा मैले अर्को कुरो के भेटेँ भने तपाईँ र जस्ता अनमोल र जस्ता चाहिँ तपाईँले नछुटिनुहोस् तपाईँको जोडी नछुटियोस् भन्ने चाहिँ म्याक्सिमम कमेन्ट्स हो अन रिल्स त अफकोर्स होइन रियलमा पनि मेरो त के अरे इट्स अ ब्लेसिङ फर मी है मेरो लागि एकदमै ठुलो कुरा हो मैले अनमोल खुसीसँग 2टा चलचित्र चेरी अन टपलाई लिएर सेकेन्ड टाइम पनि काम गर्न पाएँ यसरी नै काम गर्दै जाउँ यसरी नै हाम्रो दर्शकहरूलाई एन्टरटेन गर्दै अर्को एउटा इन्ट्रेस्टिङ फ्याक्टर रहेछ मैले दर्शकहरूको यसो रेस्पोन्स बुझ्दाखेरि तपाईँले अनमोललाई पसिना आउँदा पुस्दिरहेको हुनुहुन्छ मेकअप गरिदिरहेको हुनुहुन्छ होइन त्यो चाहिँ मैले पनि देखेँ एउटा भिडियो त्यो हामीलाई अनेस्टली त्यो के अरे रमाइलो छ हजुर केयरिङ भन्दा नि बिरामी सरी बिरामी थियो होइन मलाई त पर्सनली मेकअप गर्न आउँदैन अनि उसको मैले हिँड्छु अब अलिकति त्यो हुन्छ नि उसले चाहिँ अब आफ्नो साइडबाट टचअप गरिदिएको एकदमै टायर्ड देखेर हो गरिदिएको हो तर अब अनि त्यो भिडियो लिइरहेको हामीलाई थाहा थिएन कि सो त्यो आउट भयो इट्स ओके होइन तर होइन उसको त जस्ट टचअपहरू बेला बेलामा अब हामी रसमा एकदमै स्पेसली अहिले प्रमोसन्स होइन हाम्रो चलचित्र पनि रिलिज भइसक्यो त्यही भएर एकदमै केयरटेक हुन्छ त्यही भएर नि अब हेल्पिङ ह्यान्ड एज अ फ्रेन्ड ओके हामी पश्चिम जाँदैछौँ नेपालगञ्ज दाङ जाँदैछौँ नेपालगञ्ज र दाङका दर्शकहरूलाई हामी मङ्गलबार आउँदैछौँ के भन्नुहुन्छ हजुर एकदमै तपाईँहरू सबजनासँग सिनेमा घरमा उपस्थित भएर सबैजनासँग माया बाँड्नलाई वी आर लुकिङ फरवर्ड र सायद पर्सिबाट हामी चाहिँ नेपाल टुर स्टार्ट गर्दैछौँ सो काठमाडौँ मात्रै नभएर विभिन्न ठाउँहरूमा पनि आएर हामीलाई यो माया साट्न मन छ बाँड्न मन छ तपाईँहरूसँग त्यही नै हो तपाईँहरूलाई भेट्नलाई एकदमै आतुर छु सेम यस सो एक्साइटेड एन्ड कान्ट वेट टु मिट यु अल लट्स अफ लभ किनभने नेपालभन्दा बाहिर काठमाडौँभन्दा बाहिरको ठाउँमा पनि आज पनि मैले बुकिङ हेरेको होइन बवालै छ कि बिर्तामोड चितवन पोखरा जहाँसुकै त्यो काठमाडौँ बाहिरको दर्शकले तपाईँलाई अति धेरै तर अझ बढी तपाईँलाई पूर्वको दर्शकले बढी माया गरेको मैले हजुर त्यसको लागि एकदम धेरै धेरै धन्यवाद हुन त म त्यहाँ आफै उपस्थित हुन पाएको छैन अहिलेसम्म तर तपाईँहरूको माया जसरी पाइरहेको छु यसपालि म तपाईँहरूसँग भेटेर त्यो माया बाँड्न चाहन्छु ओके अब हामी प्रोड्युसर साहबलाई यहाँ अलिकति एकचोटि इन्ट्री गराउँछौँ किनभने यहाँ हाम्रो आज बक्स अफिस शुक्रबार र शनिबार कति हो भन्ने कुरा प्रोड्युसर साहबकै मुखबाट आज हामी सुन्नलाई तयार छौँ उहाँसँग त्यो डिसिआर पनि छ बक्स अफिस आँकडा पनि छ प्रोड्युसर आज भनिदिनुहोस् कति कुरा आयो फिल्मले 2 दिनमा मलाई बक्स अफिस रिपोर्ट चाहिँ आइपुगेको छ डिसिआर चाहिँ आइपुगेको छैन है ओके यसमा सिनेमाको यसमा सायद एउटा हलको चाहिँ उहाँहरू बक्स अफिसबाट आएको अनुसार आएको छैन भन्ने हुनुहुन्छ बाँकी डिसिआर आउन बाँकी छ अहिलेसम्म आएकोमा तपाईँको फ्राइडे चाहिँ 72,59,408 रुपियाँ फ्राइडे हिजो 86,38,210 यो बक्स अफिस रिपोर्ट हो अब यसमा डिसिआर बेलुका आयो भने बाँकी फाइनल म भन्छु अनि प्लस अस्ट्रेलियाको हिजो बेलुकासम्मको चाहिँ कति थियो भने लगभग अराउन्ड 46-47 लाखको कलेक्सन भइसकेको थियो अस्ट्रेलिया र न्युजिल्यान्ड गरेर 2 दिनको यही भयो हजुर 72,59,408 रुपियाँ दोस्रो दिनको 86,38,210 यो मलाई बक्स अफिस रिपोर्ट आएको हुन्छ तेस्रो दिन म हेरिदिउँ यस्तो निर्माता नेपालमा पाइँदैन जसले लाइभ हेरेर बक्स अफिस आँकडा भनिरहनु भएको छ हामीलाई यहाँ यस्तो निर्माता नेपालमा भनिदिन्छु है म अहिलेसम्मको त्यो दुईटा जोड्दाखेरि 2 दिनको 1,58,00,000 कति आयो त्यस्तै कति आयो 1,58,97,000 बाहिरको जोड्यो भने 2 करोड प्लस भयो वर्ल्ड वाइड जोड्यो भने वर्ल्ड वाइड भनेर अस्ट्रेलिया मात्रै अरू ठाउँ अब अमेरिका अर्को हप्तादेखि सुरु हुँदैछ अब हामी त वर्ल्ड वाइड कलेक्सन नै जोड्नु पऱ्यो नि त किनभने अस्ट्रेलिया प्रोड्युसर सब आफै रिलिज गर्नु मैले आफै रिलिज गरेँ अब त्यही भएर अहिलेसम्मको तपाईँको 12:27 28,07,800 रुपियाँ 14 पैसाको आज आइतबार यो मलाई चाहिँ आउँछ यो प्रोड्युसरलाई एक्सेस हुन्छ अहिलेसम्मको 28,07,800
$0.14 आज यो आइतबार अघि प्राय फिल्महरू ड्रप हुन्थ्यो नि होइन हिजोको यो बेलासम्मको रेसियो यही थियो है हिजोको पनि अब बेलुकासम्म कस्तो हुन्छ थाहा छैन हिजो हामीले विजयजी र मैले सँगसँगै हेरिरहेको थियौँ हिजो पनि यो बेला यति यति थियो थोरै 2-4 लाख तलमाथि थियो होला मलाई लाग्छ आज पनि 50+ हुँदै छाड्दै हुन्छ भने 24 त अहिले हानिसकेको भइसक्यो 50 28 हानिसक्यो 28 हानिसक्यो फेरि यहाँ त बुकिङ र बिहान अलिकति हाम्रो कमजोर नै थियो आज बिहानको ओपनिङ चाहिँ जस्तो थोरै हामीले कमजोर यहाँ नयाँ मान्छेको आइएनएस सिनेमा होइन अनि हजुर। जाङको अनि हजुर। नेपालगञ्जमा चाहिँ अलिकति कम हो 3वटा मैले देखेकोमा 3-4वटा हल जस्तो बानेश्वरको एमबी सेन्टर अनि भिएफएक्स दाङ अनि सिनियर रोयल अब नेपालगञ्ज दाङ र यहाँ यो 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 अलि यो 3टामा चाहिँ देखिरहेको छैन त्यो सत्य हो किन तपाईँ जानुहुन्छ कलाकार आउँछन् भनेर नजानु भएको हो कि प्रायः जाने चलन छ नि त फेरि अब होइन अब त्यो खोइ अब किन भइरहेको छैन हामीलाई पनि थाहा छैन त्यो चाहिँ तर नेपाली सिनेमाको लागि यो एकदमै ब्लकबस्टर भन्ने किनकि 1,58,00,000 एराउन्डको 2 दिनको व्यापार आज त 2 विदेश पनि जोड्यो भने त 2 करोड भेट्छ भनेपछि यो एकदम अब यो कुरा सुन्दाखेरि अनमोल केसी लास्टै मुस्कुराइरहनु भएको छ फेरि त होइन यस्तो तपाईँ म एउटा कुरा भनिदिन्छु है तपाईँहरूलाई अनमोल केसीले आफूले लिएको पारिश्रमिक चाहिँ 1 दिनमै उठाउनु भयो अस्ट्रेलिया र यहाँको बिजनेस जोड्यो भने चाहिँ मलाई जे पर्सेन्टेज सेयर आउँछ उहाँले चाहिँ 1 दिनमै उठाउनु यसलाई त्यही भएर अनमोल केसीलाई मेगा स्टार भनिएको थ्याङ्क यू जसले 1 दिनमा आफ्नो पारिश्रमिक उठाइदिन्छ अनमोल केसीले 50 लाख किन लिने भन्थ्यो नि यही भएर लिने एकदम थ्याङ्क यू ओके हस् हस् थ्याङ्क यू जस्तै कस्तो लाग्यो आँकडा आयो आज लाइभ आँकडा आयो भेरी ह्याप्पी यो कन्टिन्युटी मेन्टेन गरौँ होइन एन्ड आइम स्योर लाइक हाम्रो अडियन्सहरूले नि एकदमै धेरै माया दिनुभएको छ यसरी नै माया दिनुहुन्छ भन्ने अपेक्षा राख्दैछौँ हामी सबैजनाले भने अब अझ तिहार त सुरु बल्ल बल्ल हुँदैछ, भइरहेको exactly. छ हो भर्खरै यो हाम्रो भनौँ न यो त भर्खरै 2 दिनको मात्रै नकुरा भयो अझ धेरै दिनसम्म पनि तपाईँहरूले हामीलाई माया दिनुहुन्छ फिल्मको सबैतिर अनेस्ट फिडब्याक तपाईँहरूले पनि पढि नै राख्नु भएको छ होला हामीले भन्दा पनि हामीले आफ्नो फिल्म भन्दा पनि दर्शकहरू जतिजनाले हेर्नुभएको छ उहाँहरूको कुरा सुनिदिनु र तपाईँलाई मनदेखि नै